रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरूका संस्थापक जोनी एरिक्सन टाडा एक लोकप्रिय लेखिका, प्रभावकारी वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूका माझमा आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्तिको रूपमा स्थापित हुनुहुन्छ। उहाँका यिनै वचनहरूलाई हाम्रो आफ्नै नेपाली भाषामा अनुवाद गरी आशाको सन्देश नेपाल मार्फत प्रस्तुत गर्दैछौँ रेडियो कार्यक्रम जोनी र साथीहरू। प्रतिज्ञाहरू। नमस्ते तथा जय मसी। म जोनी एरिक्सन टाडा। मसँग एकैछिन समय बिताउनुहोस् र तपाईँ पनि चाँडै गाउन थाल्नुहुनेछ। मेरो उद्धारता ख्रिस्टको मन दिन ब दिन ममा बसोस्। प्रेम र शक्तिको जीवनले मैले गरेको र भनेको सबै नियन्त्रण गरोस्। तपाईँलाई थाहा छ, केही दिन अघि मलाई अलि निराश महसुस भइरहेको थियो। कहिलेकाहीँ यो व्हीलचेयरमा बस्दा यस्तो हुनु सामान्य नै हो, तर त्यो निराशा अघिल्लो दिनदेखि नै मनमा बसिरहेको थियो। पक्कै पनि परमेश्वरलाई मेरो मन हलुका बनाउनु पर्छ भन्ने कुरा थाहा थियो। अनि त्यसैले गर्दा त्यो दिन म कामबाट घर पुग्दा भान्साको टेबलमा मेरो लागि एउटा चिठी राखिएको देखेँ। खाममा पठाएको ठेगाना हेर्दा त्यो कसले पठाएको हो भन्ने मलाई थाहा भएन। जब मैले चिठी खोलेर हस्ताक्षरमा एटलान्टाबाट आएका नाथन नामका एकजना जवान मानिसको नाम देखेँ, तरै पनि ऊ को हो भनेर चिनिन। पछि चिठी पढिसकेपछि मात्र यो स्पष्ट भयो कि नाथन क्यालिफोर्नियामा बस्ने मेरो एकजना साथीको भान्जा रहेछन् र कुनै कारणवश उसलाई केही उत्साहजनक कुराहरू लेख्नै पर्छ जस्तो लागेर चिठी लेखेको रहेछ। अब म तपाईँलाई नाथनको चिठीबाट जस्ताको त्यस्तै सुनाउन चाहन्छु, किनकि उसले चिठीमा यही भनेको थियो। जनी, म एक जवान सेवक हुँ र म कहिलेकाहीँ आफ्ना बच्चाहरूलाई भन्छु कि जब परमेश्वरले केही भन्नुहुन्छ त्यो उहाँको प्रतिज्ञा हो, अनि जब उहाँले कुनै प्रतिज्ञा गर्नुहुन्छ त्यो कसम खाए जस्तै हो। र जब परमेश्वरले कसम खाएर आफ्नो चरित्रलाई दाउमा राख्नुहुन्छ तब हामीले उहाँको कुरा ध्यान दिएर सुन्नुपर्छ। अनि जनी, परमेश्वरले तपाईँको विषयमा के कुराको कसम खानु भएको छ? खैर, उहाँले व्यवस्था 33 अध्यायमा भन्नुहुन्छ, तिम्रा दिनहरू जति छन् तिम्रो शक्ति पनि त्यति नै हुनेछ। जनी, तपाईँलाई परमेश्वरले दिनुहुने हरेक पलमा तपाईँको शक्ति पनि त्यति नै हुनेछ। त्यसैले के तपाईँका हातहरू थाकेका छन् र घोडाहरू कमजोर भएका छन्? यति कुरा मात्र याद गर्नुहोस् कि हरेक निराशा वा थकानले तपाईँलाई ख्रिस्टमा आफ्नो सम्पूर्ण बोझ राख्न योग्य बनाउँछ। त्यसैले आज परमेश्वरले तपाईँलाई यो क्षणमा नै 1,00,000 पटक उहाँमा विश्राम लिन अनुग्रह दिनुभएको होस्। र यो कुरा जानेर विश्राम पनि गर्नुहोस् कि महिमामा राजाले तपाईँलाई यसरी स्वीकार गर्नुहुन्छ मानौ तपाईँ पहिलो पटक उहाँमा भर परिरहनु भएको छ। र समुएल रुथरफोर्डले भन्नुहुन्छ, सुकेका इनारहरूले हामीलाई सधैँ मूलको पानी भएको ठाउँतिर लैजान्छ। अनि त्यसपछि उनले चिठीको अन्तिममा नाथन भनेर हस्ताक्षर गरेका थिए। चिठीलाई तल राखेपछि मेरो काँधबाट कति ठूलो बोझ हटेको थियो म तपाईँलाई बताउनै सक्दिनँ। मैले नाथनसँग कहिले भेटेको छैन। एटलान्टा क्षेत्रका ती जवान सेवक, तैपनि नाथनले पवित्र आत्माको एउटा सानो प्रेरणालाई पछ्याएकोमा म परमेश्वरप्रति साँच्चै आभारी छु। सायद यहाँ क्यालिफोर्नियामा बस्ने उनकी फुपूबाट, जसले गर्दा उसले कहिल्यै नभेटेको मलाई उत्साह दिन सम्पर्क गरे। यो कति अचम्मको छ कि बाइबलका ती केही वाक्यहरू र समुएल रुथरफोर्डको त्यो भनाइ र निसन्देह नाथनका आफ्नै ती व्यक्तिगत शब्दहरूले मेरो हृदय कसरी अचानक आशाले भरियो र बाँकी दिनका लागि मैले नयाँ साहस पाउन सके। यो सबै भएको कारण चाहिँ देशको अर्को छेउमा बस्ने एकजना जवान मानिसले चासो राखेर केही गर्न समय निकालेको हो। त्यसैले म आज तपाईँलाई प्रोत्साहन दिन्छु। यदि परमेश्वरले तपाईँलाई थाहा भएको कसैलाई बाइबलको केही शब्दहरूद्वारा उत्साह दिन प्रेरित गर्दै हुनुहुन्छ भने कुनै पनि हालतमा त्यसलाई पूरा गर्नुहोस्। त्यसलाई अवश्य पूरा गर्नुहोस्। त्यसको लागि केही गर्नुहोस्। जसो गरेर भए पनि उत्साहका शब्दहरू लेख्नुहोस्, इमेल पठाउनुहोस्, केही फूलहरू पठाउनुहोस्, एउटा कार्ड पठाउनुहोस्, उनीहरूलाई भोइस मेसेज वा सन्देश छोड्नुहोस्। किनभने कतै न कतै तपाईँले चिनेको कोही यस्तो व्यक्ति छ जसलाई सयौं हजारौं पटक पनि प्रभुमा विश्राम लिन, मद्दत र आशा पाउनका लागि भर पर्नुपर्छ भने सम्झाउन आवश्यक छ। र मलाई लाग्छ कि यो कार्यक्रम आज प्रभुबाट एउटा सम्झना हो कि तपाईँ नै तिनीहरूलाई उत्साह दिने व्यक्ति हुनुहुन्छ। आमेन।
हवस् त श्रोताबिन्द, यहाँहरूले यस रेडियो कार्यक्रम जनी र साथीहरू सुनेर पक्कै उत्साहित एवं प्रोत्साहित हुनुभयो होला भन्ने आशा हामी गर्दछौँ। यहाँहरूको केही सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। मोबाइल नम्बर 98 082 048 70। रेडियो कार्यक्रम जनी र साथीहरूको अर्को भाग लिएर हामी फेरि आउने नै छौँ। सुन्न नभुल्नुहोला। धन्यवाद।